प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीबीटीका कुनै पनि कार्यक्रम अध्ययन गर्न प्रवेश परीक्षा दिन नपर्ने भएको छ। सीटीबीटीले एससी एसएलसी प्रमाणपत्र तहमा प्राप्त गरेको जीपीए अङ्कका आधारमा विद्यार्थी भर्ना गर्ने भएको हो। विगतमा प्रवेश परीक्षा लिएर सोही प्रवेश परीक्षामा प्राप्त गरेको अङ्कका आधारमा विद्यार्थी भर्ना गर्ने गरेकोमा यसै शैक्षिक सत्रदेखि एससी वा प्रमाणपत्र तहमा प्राप्त जीपीएका आधारमा भर्ना गर्न लागेको हो। सीटीबीटीका परीक्षा नियन्त्रक उमेश मिश्रले यही शैक्षिक सत्रबाट जीपीएको आधारमा विद्यार्थी भर्ना गरिने बताउनुभयो। उहाँले भन्नुभयो, अब विद्यार्थीले सीटीबीटी अन्तर्गतका जुनसुकै विषय पढ्न प्रवेश परीक्षा दिनु पर्दैन। प्रवेश परीक्षा लिँदा विभिन्न नकारात्मक हल्ला फैलिएपछि जीपीएलाई आधार बनाएर विद्यार्थी भर्ना गर्न लागि उहाँले बताउनुभयो। कतिपय पूर्व तयारी कक्षा चलाउनेहरूले विद्यार्थीलाई प्रवेश परीक्षा उत्तीर्ण गराउने भन्दै रकम असुलेको गुनासो समेत आएको भन्दै उहाँले अब यस्तो समस्या हटेर जाने बताउनुभयो। वैशाख 26 गते शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको अध्यक्षतामा बसेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको 207औं बैठकले परिषद अन्तर्गत प्रशिक्षार्थी भर्ना प्रक्रियाको लागि परीक्षाको ढाँचा परिवर्तन गर्ने निर्णय गरेको थियो। सीटीबीटीले प्री डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनौट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका 2082 तयार गरी लागू गरेको छ। उक्त निर्देशिकामा एसई परीक्षामा प्राप्त औसत ग्रेडको आधारमा योग्यता क्रम सूची तय गर्ने व्यवस्था गरिएको छ। सीटीबीटीका परीक्षा नियन्त्रक मिश्रका अनुसार सरकारी वा सामुदायिक विद्यालयबाट एसई वा एसएलसी उत्तीर्णलाई थप अङ्कभार बापत 1 र संस्थागत विद्यालयबाट उत्तीर्णलाई थप अङ्कभार बापत 0.85 दिने व्यवस्था गरिएको छ। सीटीबीटी अन्तर्गत देशभर 63 वटा आङ्गिक र प्रतिष्ठान एवं निजी गरी 400 भन्दा बढी कलेज रहेका छन्। ती कलेजमा 25,000 भन्दा बढी नयाँ विद्यार्थी हरेक वर्ष भर्ना हुने गरेको परीक्षा नियन्त्रक मिश्रले बताउनुभयो। सीटीबीटीले पढ्न चाहने विद्यार्थीको लागि अनलाइन मार्फत फारम भर्ने व्यवस्था समेत गरेको छ। आङ्गिक र सम्बन्धन प्राप्त निजी क्याम्पसहरूले त्यस्ता विद्यार्थीको फारम भर्न सहजीकरण समेत गर्नेछन्। भरतपुर 12 गोन्द्राङमा रहेको श्री चितवन कलेजका कार्यकारी अध्यक्ष सरोज ढकालले प्रवेश परीक्षा नहुने व्यवस्थाले विद्यार्थीलाई सहज भएको बताउनुभयो। अनावश्यक रूपमा हुने चलखेल हट्ने र राम्रो अङ्क ल्याउने विद्यार्थीले अवसर पाउने उहाँले बताउनुभयो।